सो हेलो नमस्ते एभ्रिवान, यहाँलाई वेलकम छ मेरो भ्लगमा। अनि आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। अनि म चाहिँ आफ्टर लङ ब्रेकपछि फेरि यो डेलिभरीको भ्लग लिएर आउँदैछु होइन। अनि त्यो केटा हो, यसो अब के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला, अनि लाइक सेयर र सब्सक्राइब पनि गरेर राखिदिनु होला होइन। अनि त्यही हो, यो डेलिभरी काममा चाहिँ अब आफ्नो आफ्नो साइड हुन्छ क्या। जुन कम्पनीमा पनि यो डेलिभरीको राइडरहरूको चाहिँ आफ्नो आफ्नो रुट हुन्छ, साइड हुन्छ होइन। अनि अब आफ्नो साइडको हाम्रोमा चाहिँ अब यो बिहान अफिस जानुभन्दा अगाडि आफ्नो साइडको पिकअपहरू लगेर जानुपर्ने हुन्छ होइन। अनि अहिले चाहिँ म यो पिकअपको लागि जाँदैछु। अनि त्यही हो केटा, अब आजको दिन चाहिँ के कस्तो हुन्छ होइन, अब देखाउँदै लाँदैछु म होइन। देखाउने चाहिँ अब भिडियो मार्फत नै हेरौँ अब के कस्तो हुन्छ आजको दिन चाहिँ। त्यही हो ल केटा, अहिले चाहिँ म अब यहाँ कामको लागि निक्लिसकेँ। एकछिनमा भेट्नुपर्छ केटा होला। स्टे ट्युन गाइज। मामाले त क्या उयो गरेर रहेछ भनेको, हेलमेट के गर्दै यहाँ सल्लाहलाई। ल सामान चाहिँ यहाँको एउटा सामान यहाँ एउटा दिनुपर्ने थियो, यहीँबाट हो क्या, यताबाट चाहिँ कहाँबाट छिर्ने, यहाँबाट चाहिँ हो, यहाँबाट चाहिँ छिर्नुपर्ने हो। यहाँ भटभरि नै अगाडि एउटा सामान छोड्नुपर्ने थियो क्या भने हुनु त। भाडो पनि जलेर सकिसक्यो। हजुर म यहाँ भाडबाट नै अगाडि छु। कता भन्नुभयो लोकेसन? हजुर 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 अघि फोन गरेको थिएँ त। त्यो कार वासबाट पनि भित्रै हो? ए हुन्छ हुन्छ ल, हेर्नु है त, म यहाँ आउँदैछु। एकैछिन बक्नु त। कारवासबाट राइट लागेर आउनु भन्दै थियो, त्यही राइटै हो। दिदीको जस्तो लाग्यो। तपाईँको दिदी सामान एकैछिन ल। के होला, वर्षा लेख्नु भएन? 8100 भएको छ। हजुर ए, अनि यो त फेरि हाम्रो 3 बजेमा र निक्लिन्छ क्या अफिसबाट। त्यही भएर अहिले पनि अब यहीँ बाटो पर्ने भएर फेरि आज नि अहिले नआएको है, बेलुकै हो, ढिलै हुन्थ्यो क्या। हुन्छ दिदी, हस् धन्यवाद। ल यहाँको सामान एउटा चाहिँ दियो, अब चाहिँ अफिसतिर जानु पऱ्यो। आज पिकअप पनि छैन रहेछ, 2टा मात्रै थियो पिकअप, 2टा उठाइसक्यो। अब डाइरेक्ट अफिस गएर हिसाब गर्ने हो। त्यो केटा होला एकछिनमा भेट्नुपर्छ। स्टे ट्युन गाइस। One hour later. सो फाइनली एभ्रिवान, मैले चाहिँ मेरो सबै कस्टमरहरूलाई कल गरिसकेँ। अनि अहिले चाहिँ म डेलिभरीको लागि निक्लिँदैछु। मेरो चाहिँ अब आजको चाहिँ सामान धेरै छैन, 20वटा रहेछ। अनि अब 20वटा त आनन्दले 2 घन्टामा आनन्दले हानिन्छ। त्यही हो, अब अहिले चाहिँ अब यहाँ डेलिभरी गर्नको लागि जानुपर्ने हुन्छ है। कलसल गरिहालेँ, अब हिसाब पनि गरिहालेँ हिजोको। अनि अब चाहिँ यहाँ कामको लागि निक्लिसकेँ म चाहिँ। हेर्दै जाउँ अब के कस्तो हुन्छ भ्लग चाहिँ है। अनि त्यही हो, भिडियोलाई अब अन्तिमसम्म हेर्नु होला। अनि लाइक र सब्सक्राइब चाहिँ गरेर राखिदिइहाल्नु होला होइन। त्यस्तै हो, अब भ्लग त कस्तो बन्छ के हुन्छ कस्तो लाग्छ होइन, कमेन्ट चाहिँ गरिदिनु है। ल केटा हो, अब अहिले चाहिँ म यहाँ डेलिभरीमा जाँदैछु। एकछिनमा भेट्नुपर्छ गाइज। ल स्टे ट्युन गाइज।
few moments later. ल केटा हो मैले चाहिँ मेरो फर्स्ट पार्सल चाहिँ यता डेलिभरी गरिसकेँ अनि अहिले चाहिँ म फेरि अर्को लोकेसनमा जाँदैछु त्यही हो अब सामान त बाँड्दै जानुपर्ने हुन्छ होइन लोकेसनभन्दा अगाडि यसो कल गरेर अनि फेरि 5 मिनटमा आइपुग्छु भन्दै पुऱ्याउँदै जानुपर्छ अनि त्यस्तै हो केटा होला डेलिभरी काम अब जति चाँडो सकाउनु सक्यो उति चाँडो घर जान पाइन्छ क्या मेरो चाहिँ उति चाँडो छुट्टी हो अनि त्यही भएर अब सकेसम्म चाँडै गरेर हुन्छु अब कहिले त सामानै धेरै हुन्छ क्या सामान धेरै भयो भने जसरी पनि रात परिहाल्छ 5:30मै रात पर्छ त्यो आज त रात पर्दैन आज त मेरो थोरै छ 20वटा छ 20वटा भनेको त नर्मल क्या 2 घन्टामा आनन्दले सकिन्छ क्या अनि त्यही हो ल केटा अब चाहिँ म चाहिँ यहाँ लोकेसनमा जाँदैछु डेलिभरीको लागि सेकेन्ड पार्सल हो यताको चाहिँ फर्स्ट पार्सल त भर्खरै यता माथि पुऱ्याएर आएको टाइम स्ल्याब हाल्दै थियो त्यो दिदी मजाले बोलेको थियो बोल्नु त यो टाइम स्ल्याबमा अब बोलेको त केही पनि सुनेन अब त्यस्तै हो केटा होला अब चाहिँ भिडियो बनाउँदै जाँदैछु त्यो गाइजलाई सिर्छु एकछिनमा भेट्नुपर्छ है त One eternity later. त उल्टो बाटो आएछ नि त त्यहाँ जानु पनि कहाँ छिर्दैछ मदमा पालिग्राम भन्ने चाहिँ भन्नु त मान्छेहरू पनि चलाउनु नै ठिक निन्द्रामा चलाउँछ कि डराइ चलाउँछ कि के हो के मान्छे काट्न लागिरहेछ मैले चिचिट नआएर त्यसको अब हेरेर आनन्दले आउँछ मादर चोद्दा केटा हो मेरो चाहिँ अब यहाँबाट तलतिर झर्नुपर्ने हुन्छ होइन यहाँबाट पालिग्रामको गेट भन्दै थियो तल छिरेर अनि चट्ट गेटमा गएर कल गर्दै माथि छिर्नुपर्ने हुन्छ है टक्क घटनगर मेरो चाहिँ साउन्डहरू के कस्तो आएर चाहिँ केही थाहै छैन अनि क्यामेरा एङ्गल पनि कस्तो छ हिजो पनि दिनभरि भ्लग बनाएको थिएँ दामी हुन्थ्यो हिजोको भ्लग यार तर क्यामेराको एङ्गलै बिग्रिएर रहेछ भनेको यस्तो ह्यान्डल मात्र देखिरहेको रहेछ क्या हिजोको भिडियोको त अनि सब डिलिट हानेर फेरि आज चाहिँ मैले नयाँ भ्लग बनाएको यो चाहिँ होइन हेरौँ अब के कस्तो हुन्छ है त्यो भिडियोलाई चाहिँ अन्तिमसम्म हेरिदिनु होला अनि लाइक र सब्सक्राइब चाहिँ गरेर राखिहाल्नु होला है ल पालिग्राम भनेको फेरि कट्यो क्या यार मेरो दिमाग नै के भएको छ म त धेरै त आइदिनु यार त्यहाँबाट उताबाट छिर्नु भने गफमा यता कटेछ माथि नै हो यार ल मान्छेहरूको यहाँ बिहे अब मङ्सिर लाग्यो ड्याङ अब केटाहरूको मान्छे बिहे भइरहेछ सबतिर पार्टी हुन्छ नि मङ्सिरमा त हजुर म यता गेटबाट भित्र छु ट्याक्कै कतापट्टि भन्नु त हजुर म पालिग्रामको गेटबाट भित्र छिरिसकेँ हजुर ए यो उकालोबाट उकालो सकेर राइट लिनुपर्ने ए हस् ल निक्लिनु त म राइट लिएर आउँदैछु ए देखेँ तपाईँको होइन ल यस्तो ओह्रालोमा परेको राख्नै नमिल्दो रहेछ बाइक नै त्यो त ओह्रालोमा परेर ब्ल्याङ्ग पल्ट्यो नि के होला जुन लेख्नु भएन 1390 भएको छ 10 रुपियाँ हुन्छ हस् धन्यवाद ल यताको बाँसबारीको नि सक्यो अब कताको छ त खै 1310 1390 को अब हात्तीगडाको रहेछ ल केटा अब चाहिँ मेरो यहाँको पनि सक्यो अब चाहिँ
हात्तीघोडा जानुपर्ने हुन्छ है। हेलो हजुर, म यता यो गोलबुटार आइसकेँ। यो हात्तीघोडाबाट भित्र भन्नुभएको होइन हल्का? हुन्छ हुन्छ, एकैछिन 5 मिनट है, म यता आउँदैछु बाँसबारीबाट, त्यहाँ आएर कल गर्छु है। हस् ल केटा, मैले यताको सामान पनि पुऱ्याइसकेँ। अनि यता चाहिँ 10 रुपियाँ टिप्स दिएर क्या, 1390 भएको थियो, 10 रुपियाँ पर्खेन। कुनै त 10 रुपियाँ पनि छोड्दैन, पर्खेर बस्छ। जेसित चाहिँ अब होस् भनेर त्यत्तिकै चल्दिएर क्या, क्यामेरा देखेर नि हो किन, नत्र केटीहरू त 5 रुपियाँ नि पर्खिन्छ भनेको, 5 रुपियाँ 10 रुपियाँ सब पर्खेर बसिरहन्छ। त्यति त कमसेकम ल्याइदिएको मान्छेलाई ल होस्, अब 10 रुपियाँ त भन्ने हुन्छ नि त, 5 रुपियाँ धरि पर्खिन्छ। अनि ल केटा, अब अरू कुरा त त्यस्तै हो। अब यता हात्तीघोडा जाँदैछु म चाहिँ। हात्तीघोडाबाट हल्का भित्र हुँदै टोखा जाने बाटोमा। अनि अब चाहिँ यताको साइड जानुपर्ने हुन्छ। आज साउन्ड पनि धेरै छैन, आनन्दले चिलमा मजाले हान्न पाउँछ। आज चाहिँ मजाले भ्लग बनाउँदै टेन्सन फ्री पाराले गर्न पाउने हो क्या आजको काम चाहिँ। डेलिभरी काम चाहिँ यदि यहाँहरू पनि डेलिभरीको काम गर्ने सोचमा हुनुहुन्छ भने चाहिँ यो भिडियो चाहिँ तपाईँहरूलाई हेल्पफुल हुनसक्छ होइन। म हल्का यसो आफूले अब एक्सपिरियन्स गरेको यसो टिप्सहरू म दिइरहेको हुन्छु क्या, कसरी गर्नुपर्छ के गर्नुपर्छ होइन, आफूलाई कसरी सजिलो हुन्छ भनेर हल्का यसो भनिदिइरहेको हुन्छु। अब भिडियोलाई चाहिँ त्यो अन्तिमसम्म हेरिदिनु होला। अनि अरू कुरा त अब त्यस्तै हो। अब यता सामान पुऱ्याउँदै जानुपर्छ। आफ्नो रोड आफैले मिलाउने हो क्या, कताबाट जाँदा कता सजिलो हुन्छ के हुन्छ आफ्नै उयस माइन्डसेटमा गरेर माइन्डसेट बनाएर अनि जाने हो क्या। सब कस्टमरहरूलाई कलसल गरिसकेँ। अब यता हात्तीघोडाकोमा जाँदैछु म चाहिँ केटा। ल एकछिनमा भेट्नुपर्छ गाइस, सी यु सुन। ल स्टे ट्युन गाइस। ल केटा, बाटो त अब हात्तीघोडा त यही हो, यहाँबाट हल्का भित्र 100 मिटर भित्र भन्दै थियो। यता गएर कल गर्नुपर्ने हुन्छ। हात्तीघोडा त पनि हात्तीघोडामा बस्ने मलाई कसो थाहा नभएको यार। आफू बस्ने लोकेसन पनि मैले याद चाहिँ नगरेँ होला। मिलन टोल कि के भन्दै थियो क्या, हेर्दै जानु पऱ्यो। त होइन, पर त्यो अगाडि त्यो के गाउँ भन्छ त्यहाँ, टुनाको कि सुनागाउँको बाटो भने जस्तो लाग्यो। यहाँ रहेछ मिलन बस्ती भन्ने, यहाँबाट छिर्नुपर्छ ल मिलन बस्ती। हेलो हजुर, म यो मिलन बस्तीको गेटबाट भित्र छिरिसकेँ। कतापट्टि भन्नु त ठ्याक्कै? ए हुन्छ हुन्छ, निक्लिनु त देख्नुहुन्छ होला। फर्स्टकै राइड होइन त? ए निलो गेट, हजुर हजुर। ल म गेटकै अगाडि छु ट्याक्कै। हुन्छ हुन्छ, निक्लिनु त। यहाँ भगवती सलन लेखेको ठाउँमा रहेछ। हजुर हजुर, यो ब्लू कलरको गेट भन्नु भएन, यो भगवती सदन लेखेको ठाउँमा हो कि? ए पक्कै त, त्यही त। यहाँ पनि एउटा रहेछ क्या ब्लू कलरको गेट। अनि हुन्छ हुन्छ, उताबाट चाहिँ ए उताको चाहिँ रहेछ। ल हुन्छ हुन्छ, ल हस्। है हो केटा हो। ल अब निकालेर दिनु पऱ्यो कति। शारदा लेख्नु भएन, 1000 भएछ। 1000 मात्र हो। ए 1700।
हुन्छ हस् धन्यवाद। त्यो झन्डै 70 चाहिँ रहेछ, झन्डै 1000 काटेर लागेर राम्ररी नहेरेको त। ल केटा अब हात्तीगढा पनि सक्यो अनि अब चाहिँ अर्को लोकेसनमा फेरि जाँदैछु म चाहिँ। हात्तीगढा भनेपछि यो टोल त मैले यादै नगरेको क्या, म नि हात्तीगढै बस्ने हो बस्नु चाहिँ, तर जेस याद चाहिँ नगरेको रहेछ मैले यताको बाटो। ल केटा अब अरू कुरा त त्यस्तै हो होइन। अब म चाहिँ यता घर रुममा गएर अनि यत्रो भारी त के बोकेर हिँड्नु, रुममा गएर अनि चाहिने सामानहरू उठाएर अनि मात्र जान्छु है। त्यही हो गाइसलाई एकछिनमा भेट्नुपर्छ। 2000 years later. ल केटा हो मैले चाहिँ यता यो टोखा र धाबासीको सामानहरू चाहिँ मैले रुममै छोडेर आइसकेँ अनि म चाहिँ यतै बस्छु क्या। अनि यतै बस्ने भएपछि सजिलो हुन्छ, जस भारी त बोकेर हिँड्नु पर्दैन नि त। यता रुममा गएर यो भोलिको सामानहरू अनि त्यहाँदेखि धाबासी टोखा यताउताको सामानहरू नलिने सामानहरू सब रुममै छोडेर अनि अब चाहिँ यता माथितिर मन्दिर साइडतिर जाँदैछु। माथि यता अब डाइरेक्ट यता माथिको सकाएर अनि भङ्गालपछि मात्र हो धाबासी र यो चाहिँ। अनि भारी मात्र के बोक्ने भनेर अन्त भारी मात्र बोकेर हिँड्नुपर्छ फोकटमा। बरु यहाँ रुममा राख्यो भने अनि अहिले माथिको सकाएर अनि यताबाट उठाएर जाने हो टोखा त। त्यस्तै होला केटा। अब डेलिभरीको काम चाहिँ अब आफूलाई लोकेसनको नलेज भयो भने हो सजिलो हुने, नत्र भने सुरुमा त डेलिभरीको काम पनि गाह्रै हुन्छ केटा। यसो हल्का रोडको बारेमा आफूलाई यसो नलेज भएपछि अनि चाहिँ सजिलो हुन्छ क्या। म सुरुमा त गाह्रो हुन्थ्यो, अहिले त अब यतातिर झन् आफ्नै साइडतिर रोड पाएको छु होइन। यताको रोड त अनि जहिले हिँडिरहने बाटो, आनन्दले 20-30वटा त आनन्दले हानिन्छ एकैछिनमा क्या, त्यस्तो टेन्सनै हुँदैन। अनि त्यही होला केटा। अहिले चाहिँ अब म यता यो माथि चप्पलीबाट माथि जानुपर्ने हुन्छ है। माथि पर्खेर बसिरहेछ अनि अब त्यही अब उता गएर हेरौँ अब के कस्तो हुन्छ। स्टेट गएछ त हात्तीगढा चोक त आइपुग्यो। अब यताबाट लेफ्ट लिएर माथि चप्पलीको छ केटा सामान चाहिँ। अब यहाँबाट चाहिँ रन्केर जानुपर्ने हुन्छ है। यो रोडमा कुदाउनु चाहिँ यस्तो मजा लाग्छ क्या, म जहिले यहाँ चाहिँ मजाले कुदाइदिरहेको हुन्छु। तर बिचमा यस्तो छ क्या रोडै आइमा हिँडेको। यो रोडमा कुदाउनु चाहिँ यस्तो मजा लाग्छ क्या, मजाको पिच छ। त्यही अब यतिखेर त खाली हुन्छ, अलिक बेलुका अनि एकछिनमा चाहिँ लास्टै उयो हुन्छ। बिहान चाहिँ अलिक अफिस टाइममा त बिजी नै हुन्छ यो रोड पनि। अनि दिउँसो चाहिँ हो क्या, यतिखेर मजा आउँछ कुदाउनु, अनि खाली नै हुन्छ। त्यस्तै हो केटा होला। पहिला त यहाँ चेकिङ बस्थ्यो, त्यो अस्ति नै त्यो के अरे यो भएकोदेखि जेएनजीले यो गरेकोदेखि त कहाँबाट आएको है, त्यो त सिधै पेलेर आउँछ त दर्चोत। सरकारी गाडी भनेर म्युनिसिपल नआएको क्या। अगाडि गएर मासला बाटो त के हो यो ठाउँ चाहिँ घुम्ती भन्ने हो क्या, घुम्ती भन्दा रहेछ यता चाहिँ। अनि योभन्दा माथि चप्पली छ। मेरो चाहिँ चप्पलीको सामान 2वटा छ, एउटाले फोनै उठाएको छैन, एउटालाई अहिले फर्केर आउने बेला गर्नुपर्छ। पहिला यता माथिको सब सकाएर अनि यता फेरि फर्केर आउने बेला चाहिँ अनि भङ्गाल हान्नुपर्छ क्या। चप्पलीबाट हल्का माथि एभरेस्ट ब्याङ्क भन्थ्यो, फेरि धेरै टाढो पनि जानु हुँदैन। यता लेफ्ट साइडमा एभरेस्ट ब्याङ्क थियो यता। यही होला एभरेस्ट ब्याङ्क चाहिँ।
ल मेरो लोकेसन चाहिँ यही हो हेरौँ कता हुनुहुन्छ हेलो हजुर म एभरेस्ट ब्याङ्कको तल छु ठ्याक्कै है हुन्छ आइहाल्नु न यही छु यतै आउँछु भन्दै हुनुहुन्थ्यो अब यहाँ सामान निकालेर दिनु पऱ्यो घाम त कस्तो मिठो लाग्यो यार घाम ताप्ने अब चाहिँ घाम ताप्ने सिजन आयो क्या नन्दरी घाम ताप्नु मजा आउँछ तपाईँको देशमा हजुरको खुसी लेख्नु भएन 43 भएको छ भन्नु त 43 चाहिँ हो हुन्छ यति नै होस् हुन्छ हस् धन्यवाद ल केटा हो यताको 4300 वाला यही हो ल 4300 त्यो हो अनि अब चाहिँ यता रुद्रेश्वर चोक भन्दै थियो त्यस यता पनि दिइहाल्नु पऱ्यो यार फोन गरेर यो रुद्रेश्वर चोक कहाँ गयो एकछिन 4282 हेलो हजुर कतापट्टि हुनुहुन्छ ठ्याक्कै भन्नु त हजुर रुद्रेश्वर कता हुनुहुन्छ हेलो हजुर कतापट्टि साइड हुनुहुन्छ भनेको क्या यो रुद्रेश्वर चोकमै हेर्नु हेर्नु ल म ग्रिन कलरको ब्याग बोकेर आउँदैछु पक्नु है त एकै मिनट पक्नु न आउँदैछु म 1 मिनट पक्नु यतै भन्दै थियो रुद्रेश्वर चोकमै भने त्यो मान्छेको जस्तो लाग्यो त्यहाँ हेर्दैछ हेर्नु त यतै होला तपाईँको नि एकछिन त सुषमा गुरुङ लेख्नु भएन हुन्छ हस् धन्यवाद त्यति पेड नै छ पेडवाला हो यो त पेड माथिको छ अब चाहिँ मन्दिरको डाइरेक्ट मन्दिर जानुपर्ने हुन्छ केटा हो अब चाहिँ ल यहाँबाट कल हानेर जानु पर्ला कि हेलो हजुर यो कुमारी ब्याङ्क भन्नुभएको होइन यो टक्कै माथि मिलन चोकको अपोजिटमा हुन्छ म 2 मिनट है म यता देउबा चोक आइसकेँ म त्यहाँ आइहालेँ है हस् ल आइहाल्नु म यतै हुन्छु खोइ कतापट्टि साइड पर्छ भन्नु त म देउबा चोक मन्दिरको पार्किङमै हो त्यहीँ आउँछु नत्र म त्यहीँ बस्नु न त हस्
मन्दिरको पार्किङमा रे अब यता माथि के चुलो भन्दै थियो आउनु त पहिला नि त्यहीँ बुझा आमा के साह्रो धुलो उडाएको छ यस्तो गाडीहरूलाई चाहिँ कारवाही गर्नुपर्ने नेपालको ट्राफिक पनि गर्नुपर्नेहरूलाई चाहिँ गर्दैन सोझा साझा जनतालाई चाहिँ यताउता गरेर फोक्कडको चिट हानेछ फोक्कडको पैसा उठाएछ मुजीहरू के नाम कालो कट्टु पो लेखाएको छ यो मन्दिर त दिनमा एकचोटि दर्शन गर्नु पाउँछ है जहिले पनि नारायण केटा बाहिरबाट दर्शन गरे नि हुन्छ होला दिनमा एकचोटि चाहिँ यो मन्दिरमा आएकै हुन्छ जसरी पनि आउनै पर्छ यताको सामान हुन्छ त्यही पार्किङ त यही हो कतापट्टि भने यतै भन्नु त हेलो हजुर म यहाँ पार्किङमै छु यो कतापट्टि भन्नु त तपाईँ चाहिँ छिमेकी चुलो भने त ए के त हस् छिमेकी चुलो खै एकछिन त यहाँ भेट्नु त 120 मिटर तल साइडमा चाहिँ रहेछ पार्किङ भनेर यहीँबाट जानु पर्यो फेलेर आउँछ है माछाला मन्दिरको गेट त्यताबाट यो लक्ष्मीको चुलो त भन्नु त त्यो छिमेकी चुलो हेलो हजुर कता हुनुहुन्छ म ठ्याक्कै छिमेकी चुलो यहीँ छु ठ्याक्कै यहाँ तल ठ्याक्कै छु ए अजित श्रेष्ठ लेख्नु भएन 2500 हजुर 2505 हो हजुर अनलाइन गर्नुपर्ने त है
यसमा हालिदिनु धन्य अर्को हाल्दै ए हेर्छु त ठकुरसिंह आउँछ नि अर्को पनि आइरहेको भाइ ऊ यहाँ एकजना रहेछ अड्के गऱ्यो यार हेलो हजुर यो सामान आउँदै थियो अनलाइनबाट यो चप्पली लोकेसन दिनुभएको रहेछ कताबाट ल्याउनु पर्ने ठ्याक्कै भन्नु त लोकेसन म आउँदैछु आएर हेर त आउँछ होला दाइ ए हुन्छ पठाइदिइहाल्नु त हुन्छ अड्केर कस्तो नेटै अलि राम्ररी छ नि दाइ आएको उता माथि माथि भएर हो कि न अलिक राम्ररी उयो हुँदैन कि नेटको नेट नै हटस्पट छ नत्र मेरोमा नि त पार्किङ त म त उतापट्टि भनेर उतापट्टि पुगेर रहेछ नि ठ्याक्कै म्यापमा हेरेर फेरि यता फर्केर आयो कि 5 आयो हैन हेर त काटिसक्यो तपाईँबाट काटेको आयो मेरोमा यसमा फेरि आएको छैन दाइ अड्क्यो जस्तो छ रिफन्ड हुन्छ भन्नु चाहिँ तपाईँको यसमा चाहिँ आएको छैन दाइ नत्र म त आयो हुन्छ यहाँ आयो भने डबल आयो भने हालिदिन्छु म फेरि रिटर्नै त्यस्तो उयो नै हुँदैन राकेश बुढा छ कि हजुर दाइ हेर त हुन्छ दाइ आउँछ होला त्यो त अझै पनि आएको देखाउँदैन के हो यो त यो सक्सेस भनेर हुन्छ दाइ आउँछ होला नि त हस् दाइ हस् धन्यवाद कस्तो स्लो चल्यो है अहिले चाहिँ आइका कता यताबाट जाउँ कि यताबाट जाउँ हजुर यो सामान रिसिभ गर्नुहुन्छ भनेर नम्बर दिनुभएको थियो अनलाइनबाट क्या सामान आउँदै थियो अनि बाहिर हुनुहुन्छ अरे रिसिभ गर्नुहुन्छ भनेर नम्बर पठाउनु भएको थियो क्या हजुरको हजुर हजुर होला यो चप्पली कता ल्याउनु पर्ने ठ्याक्कै भन्नु त लोकेसन ए हुन्छ हुन्छ म त माथि देउबा चोकबाट आउँदैछु 5 मिनटमा त्यहाँ आएर कल गर्छु है 5 मिनट हस् एमआरपी जस्तो देखिरहेन रहेछ ल केटा मेरो चाहिँ यता माथिको सामान सबै सकिसक्यो अनि अब चाहिँ यता तल चप्पली फर्किँदैछु फेरि म चाहिँ है चप्पली भन्छ यता तल रहेछ लोकेसन पनि के भन्नु नआउनेहरू हो चट्ट यहाँबाट जानुपर्ने रहेछ क्या जेन्जी चोक हो नि त यो अहिले त पहिला देउबा चोक थियो अहिले चाहिँ यहाँको नामै टोलको नामै चेन्ज गरिदिएर देउबालाई हटाइदिएर अनि त्यहाँदेखि जेन्जी चोक क्या अहिले त बाटो चाहिँ यताबाट देखायो त्यहाँबाट उतैबाट जानुपर्ने थियो कि तल एक ठाउँमा ब्लक देखाइरहेछ त्यही बाटो हो क्या
छेउ मात्र हुन्छ फेरि बाटो ब्लक रहेछ नि तर म्यापको त केही भरै हुँदैन ब्लक नभएको नि ब्लक भन्छ ब्लक भएको चाहिँ ब्लक देखाउँदैन ल यहाँबाट तल रहेछ बाटो चाहिँ छ कि छैन भन्ने कुरा हो क्या अरूभन्दा नि मादरचोट म्यापले कहाँ घुमाउने हो अब थाहा छैन क्या मलाई त्यहाँभित्रभित्र त बाटो छैन जस्तो लागिरहेको थियो कडा हेरौँ अब कता कता पुगिन्छ यो म्यापले सकभर म्यापको चाहिँ भर गर्न नहुने फेरि कस्टमरलाई फेरि लोकेसनै भन्न नआउने रहेछ यहाँबाट देखायो भने त त्यहाँ त ब्लक पो छ एउटा बाटो त ल फिक्स फसायो क्या अब मलाई शङ्का लागिरहेको त यताबाट बाटो छैन नि जत उता त होइन रहेछ ल बाटो छैन नि अब त कस्तो मादरचोट म्यापले त जहिले धोका दिने भयो क्या रन्डीको बान यस्तो चाहिँ खोला खोला बाटो देखाउँछ उतैबाट जानुपर्ने रहेछ दिमाग नै खराब भइसक्यो अहिले मैले बाटो छैन क्या बाटो छैन हो योमा गुगल म्यापले त फसाउने हो नि त हेर त गुगल म्याप बाटै छैन जस्तो लाग्यो अगाडि उनीहरू पनि म्याप हेरेर आएर होला त्यहाँ त बनाइरहेको रहेछ छैन रहेछ भने बिजोग हुन्छ यार यत्रो घुमेर जानुपर्छ फेरि पछाडि फर्किनुपर्छ बाटो चाहिँ होस् है कडा चाहिँ होस् कहाँबाट देखाउँछ कहाँबाट देखाउँछ अब चाहिँ छ होला ल यताबाट चाहिँ छ हल्का हो पाएँ के को हो पाउनु यता पनि छैन जस्तो लाग्यो त्यो त्यहाँबाट जान्छ त्यो बाटो पनि उता बाटै छैन स्क्याम मात्र हो त्यो बाटोमा थाहा छ मलाई यता त आइसकेको छु म यहाँबाट बरु निक्लिनु भयो माथिबाट जानुपर्ने रहेछ यो गुगल म्यापले दर्चत गुगल म्याप
त्यो अघि उताबाट गएको है म त्यहाँ फर्स्ट थिएँ क्या त्यो बाटोमा छिर्नु त पहिल्यै छिरे हो होइन त्यहाँबाट उता निक्लिने बाटै छैन क्या चप्पली भनेर कहाँ बोलाएर मऱ्यो कहाँ बोलाएर मऱ्यो यहाँ एकचोटि म डेन्जर लडाएँ बाइक सिक्ने होला यार यो ओह्रालो भने डेन्जर पाराले ब्लाङलुङ लडे हेलो हजुर म स्कुलको बाहिर छु ठ्याक्कै है यो कुन चाहिँ भिक्टर उयो स्कुल भन्नु भयो होइन विद्यालय विद्या हजुर कतापट्टि साइड जानुपर्ने खास उता यो तल पुलतिर हो कि यता माथि उतातिर हुन्छ हेर्नु है त पाउने हजुर 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 होला पाउनुलाई निकालिदिन्छ सुबनी हो त्यही हजुर हुन्छ हस् धन्यवाद हजुर हुन्छ केटा अब चाहिँ मेरो यता भङ्गालको अब एउटा सामान बाँकी छ अनि यता यो भङ्गाल सकेर अनि धापासी र टोखा हो त्यहाँदेखि चाहिँ अनि त्यही होला यो ठाउँको चाहिँ नाम के भने केदारनाथ हाइट भन्छ क्या यता चाहिँ केदारनाथ भन्ने फिल्म मेकर हो यहाँ दिँदैछु के गर्नु फिल्म मेकर भयो नि अब आफूले चिन्ने होइन सुटिङको लागि यहीँ नै हुन्छ यहाँ भन्दै थियो जतै के भन्नु त अब आफ्नो काम भनेको डेलिभरीको काम हो रिसिभ गर्न भ्याउने रहेछ भन्ने दिने हो सामान्य गरेर हाल्छ यताउता हिँड्नै पाएन दिँदा स्वागत चोक कस्तो चिसो भएको यो ठाउँ यार अब जाडो महिना लाग्यो केटा हो लास्ट जाडो हुने रहेछ भनेको यो झन् यो हात त्यस्तो ग्लोभ्स पनि लाउनु पर्ने रहेछ ग्लोभ्स लगाएर फेरि बाइक चलाउन अलिक गाह्रो हुन्छ क्या अनि त्यही भएर गाह्रो भन्नाले अब मोबाइल चलाउनु टच गराएर गर्नुपर्छ फेरि त्यो झ्याउ लाग्ने भएर ग्लोभ्स नलाएको अब त चिसो लाग्नु थालेछ यार गली पनि डेन्जर जाडो हुन्छ होला लोकेसन त यताको मलाई सबै थाहा था नि त त्यो पनि म्यापमा जाउँ भनेर हो म्याप हेरेर गयो नि सजिलो हुन्छ पिएमएसएल स्टुडियो अरे त्यो बेकरी साइडमा थियो नि त त्यहीबाट गइदिनु होला अल्लामाटोबाट हेलो हजुर म लोकेसनमा छु है ठ्याक्कै गेटमा यो पिएमएसएल स्टुडियोको हजुर हजुर हुन्छ हजुरको
कसरी लामा लेख्नु भएन 800 भएको रहेछ यसमा हालिदिनु 800 हुन्छ यस धन्यवाद हस् ब्याग नै खाली भयो अब चाहिँ अब यताको सक्यो अनि कहाँ जानुपर्ने हो म त टोखा र धाबासीहरू बाँकी छ दकेडा हो दकेडा हो अहिले चाहिँ मेरो यता यो बुढालिङ्गन्ट भङ्गालसङ्गाल सब सक्यो अनि अब चाहिँ यो टोखा र धाबासी जानुपर्ने छ होइन अनि चट्ट अब हात्तीबाट निक्लेर अनि त्यहाँबाट मेरो टोखा र पिएसको सामान बोकेर जानुपर्ने हुन्छ दकेडा हो म चाहिँ यता यो बुढालिङ्गन्ट सकाएर अनि अहिले चाहिँ यता टोखातिर जाँदैछु सकिन्छ यता माथिको त अघि नै सकेको अनि यता रुममा टक्क सामानहरू थियो क्या मेरो चाहिँ धाबासी र टोखाको सामान त रुमबाट लिएर अनि खाजा खाएर आनन्दले भर्खर निक्लिँदैछु अनि त्यही हो अब यता अहिले चाहिँ टोखा हान्दै गएर अनि टोखा अनि त्यहाँदेखि धाबासी सक्यो अब दुईवटा लोकेसन त हो अनि त्यही हो केटा होला अब अहिले चाहिँ म फेरि डेलिभरीको लागि जाँदैछु भर्खरै टन्न खाजा खाएँ अनि खाजा खाएर चिल पारामा हिँडेको क्या अब अघि नै आएको त अघि नै सकिसक्थ्यो काम फेरि हतार पनि के गर्नु नखाइ होइन कति कुद्नु क्या अनि त्यही भएर अनि म चाहिँ यता आनन्दले खाजासाजा खाएर चिया खाएर अनि चिल पारामा जाँदैछु अब चाहिँ है अनि अब हेर्दै जाउँ अब के कस्तो हुन्छ हेलो म ड्राइभिङ सेन्टर अगाडि चाहिँ ट्याक्कै हुन्छ ल यतै रहेछ होइन त्यही ल हुन्छ म निकालिदिन्छु खै पङ्गल निकालिदिन्छु त्यही हो 550 बस हुन्छ हस् केही छैन धन्यवाद मान्छे 50 कहाँको छ हो ग्रान्डी हेलो हजुर म यता यो ग्रान्डी आइसकेँ यो ग्रान्डी मिलन टोल भन्दा नि म यता माथि ग्रान्डी भिलाबाट आउँदैछु कता पऱ्यो ठ्याक्कै भन्नु त हजुर ए हुन्छ ल एकैछिन पाउने त हजुर ए हुन्छ ए हस् एकैछिन पाउने त होइन यहीँ थिएँ ठ्याक्कै यहाँ दिएर जान पाएँ ढुक्क हुन्थ्यो फोनै नउठाएर अहिले फेरि घरिघरि त को आउँछ त नि मैले उता पुगेपछि फोन गर्ने होला
हेलो हजुर हजुर म यहाँ हजुर भित्र छिरिसकेको यो ट्याक्कै बाटो छैन लेखेको बोर्डबाट उतै हो कि ए देखेँ हस् खानेकुरा भनेर जङ्गेरा होला के भन्नु हजुरको हो सुनिता लेख्नु भएन खै सरिता त होइन सुनिता चाहिँ लेख्नु भएको रहेछ नम्बर हेर्नु त एकचोटि तपाईँको हो कि होइन नाम मिस्टेक गरेर होला के होइन त्यही हो नि तपाईँको होइन हस् हस् हुन्छ हस् धन्यवाद ल केटा मेरो चाहिँ यता ग्रान्डीको पनि सामान सकिसक्यो अनि अब चाहिँ धाबासी जानुपर्ने हुन्छ है टोखा यता एउटा टोखाको यता ग्रान्डी पछाडि थियो त्यो त फोनै उठ्दैन पो अब चाहिँ यता सिधै धापासी गएर धापासी भएर धापासी हाइट अनि त्यहाँदेखि सक्यो ल केटा एकछिन नभेट्नुपर्छ अब चाहिँ भोलि आउँछ अब भोलि टाइम त यही हो 5-6 बजीतिरै हो टोखाको सामान होला होइन हजुरको बिहान त मिल्दैन बिहान उयो नै हुँदैन 3 बजेपछि मात्र हामी अफिसबाट निक्लिने भनेको है हजुर हजुर हुन्छ उता वसुन्धरामा उतै पठाइदिन्छु उता कल गर्नुहुन्छ नि तपाईँलाई भोलि है कल चाहिँ रिसिभ गर्नु है कल रिसिभ भएन भने त अब त्यस्तै हो वसुन्धरा खोइ अब त्यो टाइम त फिक्स हुँदैन भोलि राइडरले कल गर्नुहुन्छ है हजुरलाई हस् हस् हजुर 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 पाउने त के मिनट है त त्यो सामान यहाँ छोडिदिनु भन्ने हुनुहुन्थ्यो एकचोटि बोलिदिनु न है बोल्नु भएन के हेलो हेलो के बोल्दैन फोन गरेर हेलो हजुर यहाँ भन्नु न यता हेलो सुन्नुभयो क्या हजुर नि हजुर को बोल्नु भयो खै त अनि मोबाइल त्यस्तो हो कि खै उताको मोबाइल चाहिँ के खालको सामान रिसिभ गर्नलाई खै त्यो पनि नम्बर पनि कतिवटा नम्बर 2-3वटा नम्बर दिएर यता र उता के खालको मान्छेहरू हो नि एउटा सामानको लागि एउटाले एउटाको नम्बर दिन्छ एउटाले एउटाको नम्बर दिन्छ हेलो सुन्नु भएन हेलो हजुर हजुर
खै तपाईँको साउन्डै सुन्दैन। हेलो त्यही त यता भनिदिनु भनेको खै पसलमा अनि सुन्नु भएन अझै। त्यही त यहाँ दिँदाखेरि खोइ बोल्नु हुँदैन त अनि। हेलो भनिदिन्छ दिदी एकचोटि खोइ को। हेलो हजुर हजुर प्रीति कति हो 800 भएको होला। 800 भएको छ 800। 800 कति 800 मात्र हो। 800 ल ल ल अरबदी साई लेखेको छ भन्नु न। आरब दिसाई अरबदी पक्नु न एकचोटि नम्बर चाहिँ। अनलाइन गर्नुपर्ने हो दि। यसमा हालिदिनु न। 800 भने हैन हजुर हेलो हजुर यो लोकेसन धापासी हाइट भन्नुभयो होइन तपाईँको? यो एनआइसी एसिया ब्याङ्क म आउँदैछु ल 5 मिनटमा आइपुग्छु है। ए हुन्छ एकछिन म त्यहाँ आएर कल गरिहाल्छु नि पक्नु है। ट्रान्सजेन्डर फेल भन्यो भने जाँदैन नि है जाँदैन नि त्यही जाँदैन। 20 लाखसम्म ट्रान्जेक्सन गर्न मिल्ने तपाईको मोबाइलबाट के त्यसको लागि इन्क्वायरी नगर्नु नि भन्नु हैन जस्तै आयो भने नि थाहा हुन्छ आउनु त। ए 800 आइसक्यो आइसक्यो अन्त गइसकेपछि हुन्छ डबल आएको भने म हालिदिइहाल्थेँ नि त्यस्तो उयो नि हुँदैन। हुन्छ ल जी हस् धन्यवाद है। दिदी यो पैसा आएको छैन भने म कल गर्छु तपाईँको नम्बर दिनु त। पैसा तर आएको छैन क्या तपाईँको त्यहीँ अड्केर बसिरहेको छ पैसा नै। उयो बोर्डको नम्बर हो त्यो त म अहिले भरेसँग उयो गर्छु आएन भने तपाईँलाई कल गर्छु होइन। तपाईँको रिफन्ड हुन्छ क्या त्यहीँ पैसा चाहिँ। त्यही त रिफन्ड हुन्छ तपाईँको आएन भने चाहिँ। छैन दाइ यो ई सेवा कामै छैन भनेको त अर्कै गरेर स्टेटमेन्टै नदेखाउने क्या। ई सेवाको स्टेटमेन्टै देखाउँदैन क्या। नम्बर लिएर जाऊ भोलि गरेर हुन्छ 676 त्यही भनेको झन् ढिलो भएर अघि फेरि त्यो म्यासेज चाहिँ आएको होइन त्यो ठ्याक्कै उयो आउँछ नोटिफिकेसन आउँछ नि 800 को नोटिफिकेसन आएको थियो आयो होला भनेको त के गर्नु स्टेटमेन्टमा चाहिँ छैन क्या फेरि। हुन्छ दाइ हस्। एउटा सामानले गरेर नदीहरू नै यता र उता गराएर सामान पनि आदर चोदर। स्टार ट्युसन भनेर स्टार ट्युसन सेन्टर हेर्नु होला। हजुरको सामान
ठिकै छ तल चाहिँ पुगेछ क्या म त यता माथि आउनु पर्ने म्यापले फेरि तल देखाइदिएर सरिता लेख्नु भएन हस् धन्यवाद हस् ल 3टा चाहिँ बाँकी नै भयो सो फाइनली एभ्रिवान मेरो चाहिँ सबै सामानहरू डेलिभर भइसक्यो अनि अहिले चाहिँ म घरतिर जाँदैछु होइन अनि आज चाहिँ मेरो टोटल 20वटा सामान थियो अनि त्यो 20वटामा 4-5वटा जति चाहिँ रिटर्नै भोलिको लागि नै छ है त्यो चाहिँ अब भोलि पोस्टपोन्डवालाहरू अनि यताउता कलसल नउठेकोहरू 5वटा जति चाहिँ छ त्यो पनि ब्यागमै छ अनि त्यही अहिले चाहिँ मेरो अब सब काम सकाएर अहिले चाहिँ घरतिर जाँदैछु टाइम भनेको त्यही अहिले चाहिँ कति 5:45 भयो 5:45 5:48 5:30मै आउँदै हुन्छ क्या आजकल चाहिँ अनि चाँडै रात परेको भएर अघि नै काम त मेरो अब खास त अघि नै सकेको हुनु चाहिँ म चाहिँ आनन्दले गरेर बसिरहेको क्या चेल बरामा काम आनन्दले गरेर अनि त्यही अब चाहिँ अब सब सकाएर यसो घरतिर जाँदैछु होइन अनि आजको भ्लग चाहिँ के कस्तो लाग्यो यसो कमेन्ट गरिदिनु होला अनि लाइक सेयर र सब्सक्राइब पनि गरेर राखिदिनु होला है अनि म चाहिँ यो डेलिभरीको कन्टेन्टहरू राम्रो कन्टेन्ट निकाल्ने ट्राईमा छु क्या त्यही हो गाइस ल आजको लागि चाहिँ यति नै है अर्को ब्लगमा भेट्नुपर्छ स्टे ट्युन गाइज है त आजको लागि यति नै ल सबैलाई गुड नाइट है त्यही हो गाइज ल स्टे ट्युन गुड नाइट गुड नाइट गुड नाइट गुड नाइट